सबै साथीहरूलाई माघे सङ्क्रान्तिको एकदमै धेरै शुभकामना छ। सर्वप्रथम त अब माघे सङ्क्रान्ति भनिन्छ तर माघे सङ्क्रान्तिको स्वादले नै वातावरण आफै बिगारेर चाहिँ अब विदेशतिर भासिएको धेरै समय हुन लागिसक्यो। त्यो चाहिँ चिन्ताको विषय हो। त्यही पनि शुभकामना चाहिँ दिन चाहिँ मैले दिइरहेको छु है। ठिक छ फेरि अब स्वदेशमै भएपछि त त्यो परम्परा चाहिँ मैले भुलेको छैन, भुल्नुहुन्न भन्ने पक्षवाला मान्छे पनि हो म होइन। अर्को कुरा राजनीति काङ्ग्रेसमा जे हुनुपर्ने थियो त्यो भयो होइन। देउवाले हेकुलोमै खाँदा पनि बुढो सुध्रिएन। फेरि पनि चाहिँ त्यही पदको लागि त्यो मरिहत्ते गरेको देखिन्छ बुढाहरू होइन। अब एमालेमा त्यो पुरै हलीहरूले गर्ने काम जे थियो त्यही गरे। अब माओवादीको त त्यो हेर्ने हो भने उसले चाहिँ हिजो 2000 कतिको चाहिँ केन्द्रीय सदस्य बनाएको थियो। त्यो कोही नभएको जात्रा हाँडै गयो भने जस्तै थियो। चाइनाको कम्युनिजमहरूको कुरा गर्ने हो भने 8 करोड हो कि 9 करोड कार्यकर्ता रहेछन् त्यहाँ सक्रिय। उनीहरूलाई चाहिँ म्यानेज गर्नको लागि केन्द्रीय सदस्य 200 हो कि 250 भन्ने चाहिँ तथ्याङ्क चाहिँ सार्वजनिक भइरहेका छन्। तिनीहरू चाहिँ अब त्यो कुरा गरिसाध्यै छैन यिनीहरूको। पछिल्लो चर्चा अलि झट चर्चा के छ भने सामाजिक सञ्जालमा बालेनलाई चाहिँ झापा पुर्याउने भन्ने छ। झापा पुर्याएर ओलीसँग भिडाउने भन्ने छ। त्यो अब सुन्दाखेरि रोमाञ्चकै देखिन्छ, फाइट पनि रोमाञ्चकै हुने देखिन्छ। तर फेरि खुदा नकास्ता खुट्टा हार्यो भने चाहिँ फेरि बालेन हार्न पनि सक्छ। किनभने घन्टीका साथीहरूले त्यो चाहेको पनि हुनसक्छन्। किनभने बालेनलाई त्यहाँ उत्तानो पार्ने, रविलाई यताबाट बोकेर प्रधानमन्त्री बनाउने त्यो बाटो पनि फेरि अब त्यही मुद्दा मामिलाका कुरा थियो त्यसले हुन्न दिन्न कि भन्ने थियो। त्यो फेरि अब सरकारी वकिलले हिजो मुद्दा मामिलाहरू सबै फिर्ता लिएपछि त्यो बाटो पनि खुल्ला भएछ। त्यो पनि गर्न सक्छन्। त्यो भएको हुनाले म चाहिँ एउटा शुभचिन्तक पनि भएको हिसाबले चाहिँ उहाँले र फेरि अब आफ्नो जिल्लाको मान्छे आफ्नै जिल्ला गएर चुनाव लड्नुपर्छ भन्ने मूल्य मान्यता मैले आफ्नो पर्सनली राख्दाखेरि पनि त्यो भए हुनाले उहाँ चाहिँ आफ्नै जिल्ला गएर चुनाव लडेर आउँदा उपयुक्त हुन्छ। तराईका जनता पनि खुसी हुने, तराईको भोट पनि फेरि घन्टेलाई अलिकति प्रभाव पनि पर्ने त्यसको। त्यो भएको हुनाले सबै कुराले हेर्दा त्यस्तो देखिन्छ। बाँकी चाहिँ अब हेरौँ कसरी जान्छ। यावत कुराहरू छन्।